नमस्ते। मैले चाहिँ पछिल्लो भिडियोहरू यो ई गभर्नेन्स, इजिडिआई र म्याच्युरिटीको बारेमा बनाएको थियो भनेदेखि चाहिँ मैले यो भिडियो चाहिँ डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल ट्रान्सफर्मेसनको बारेमा बनाएको छु होइन। हजुरहरूले यो डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल ट्रान्सफर्मेसन भनेर धेरै सुन्नुभयो होला। तर एक्ज्याक्टली यो तिनवटा टर्म्समा डिफ्रेन्स के हो र कुन बेला हामी कुन प्रेसलाई के भन्छौँ भनेर चाहिँ म आजको भिडियोमा हजुरहरूलाई बताउन गइरहेको छु होइन। डिजिटाइजेसन इज अ प्रोसेस अफ कन्भर्टिङ एनालग डेटा इन्टु डिजिटल डेटा। जुन एनालग डेटा हुन्छ, कागजी रेकर्ड्सहरू हुन्छ, त्यसलाई डिजिटल फाइलमा रूपान्तरण गर्नु भनेको डिजिटाइजेसन हो। डिजिटलाइजेसन इज अ प्रोसेस अफ अटोमेसन अफ द सिस्टम होइन, प्रक्रियालाई स्वचालित गर्नु भनेको चाहिँ डिजिटलाइजेसन भयो। र डिजिटल ट्रान्सफर्मेसन भनेको बिजनेस प्रोसेस रिइन्जिनियरिङ, इन्ट्रोड्युसिङ अफ बिजनेस प्रोसेस रिइन्जिनियरिङ एन्ड चेन्जिङ द प्रोसेस होइन, सरकारको सेवाको मूलभूत परिवर्तन होइन। अब यसको इक्जाम्पल्सहरू हेर्नुहुन्छ भनेदेखि तपाईँको जस्तो हामीले डिजिटाइजेसन जुन भन्छौँ, डिजिटाइजेसन्स भनेको जस्तो हाम्रो यातायात कार्यालयमा पहिला जुन रजिस्टरहरूमा हुन्थ्यो होइन, रजिस्टर्सहरूलाई हामीले डेटामा कन्भर्ट गऱ्यौँ। त्यस्तै मालपोतमा मोटश्रेष्ठहरूको कुरा भयो होइन, त्यसपछि हामीले सिस्टम्स ल्यायो होइन होइन। अब डिजिटाइजेसन जुन मैले अघि भने, डिजिटाइजेसन भनेको कागजी रेकर्डलाई डिजिटल फाइलमा रूपान्तरण गर्नु। तर यसमा प्रक्रिया केही पनि चेन्ज हुँदैन। यसमा प्रक्रिया केही पनि चेन्ज हुँदैन। जुन डेटा रेकर्ड्सहरू हुन्छ, इट क्यान बी इमेज, भोइस अर डेटा रेकर्ड्सहरू, त्यसलाई चाहिँ तपाईँको कम्प्युटरमा एन्ट्री गर्नु होइन। जस्तो फर इक्जाम्पल तपाईँको जिल्ला प्रशासन कार्यालयमा नागरिकताको विवरणहरू भयो, त्यसलाई स्क्यान गरेर राखिएको होइन। मालपोत कार्यालयमा मोट श्रेष्ठ ढड्डाहरूको रजिस्टरको विवरणको एन्ट्री भयो होइन। त्यस्तै तपाईँको संसदीय बहसहरूमा जुन तपाईँको बहस जुन गर्छौँ, त्यो बहसका डिजिटल आर्काइभहरू भयो होइन। अदालतका मुद्दाहरूको फाइल्सहरू भयो, यो सबै तपाईँको डिजिटाइजेसनको प्रोसेस भयो। अर्को भनेको डिजिटलाइजेसन। डिजिटलाइजेसन भनेदेखि स्वचालित, अटोमेसन अफ द एक्जिस्टिङ सिस्टम होइन। तपाईँको प्रक्रियालाई छोटो र स्वचालित गर्छ होइन, तर मोडल त्यही हुन्छ। जस्तो तपाईँको अनलाइन प्यान दर्ताको कुरा भयो होइन, अनलाइन पासपोर्ट आवेदनको कुरा भयो। जे पहिला प्रक्रिया हामीले कागजबाट गर्थ्यौँ, त्यसलाई नि कम्प्युटरबाट गरेर तपाईँको अलिक फास्ट र एरर फ्री गराउने प्रोसेसलाई चाहिँ हामी डिजिटलाइजेसन भन्छौँ। जस्तो इजिपी खरिद प्रक्रिया जुन हामी पहिला खामबन्दी, सिलबन्दी गरेर दिन्थ्यौँ भनेदेखि त्यसलाई नै हामीले कम्प्युटरमा एन्ट्री गरेर जुन हाल्न थाल्यो, त्यसलाई चाहिँ हामी इजिपी भन्छौँ, या अनलाइन कम्पनी रजिस्ट्रारको कार्यालय। र कम्पनी रजिस्ट्रारको कार्यालयमा हामीले पहिला पेपरबाटै हामीले सबै चिजहरू लग्नु पर्थ्यो भनेदेखि पछि अनलाइन सिस्टम आइसकेपछि त्यसमै जाने भयो। अब डिजिटाइजेसन भयो, डिजिटलाइजेसन भयो। त्यसपछि नेक्स्ट स्टेप भनेको हाम्रो डिजिटल ट्रान्सफर्मेसन हुन्छ। डिजिटल ट्रान्सफर्मेसन भनेको डिजिटाइज्ड डेटालाई अटोमेट गरेर, तर बिजनेस प्रोसेस रिइन्जिनियरिङ गरेर ट्रान्सफर्म गर्ने। लाइक तपाईँको यसमा के बुझ्नु पर्यो भनेदेखि, तपाईँको डिजिटाइज गर्यो डेटालाई, डिजिटाइज गरिसकेपछि त्यसलाई जुन प्रक्रिया थियो सरकारी कार्यहरूको, त्यो एज इट इज हुबहु कम्प्युटरमा गरेर कम्प्युटराइज गरेर गर्नु भनेको डिजिटलाइजेसन भयो। तर त्यसमा बिजनेस प्रोसेस रिइन्जिनियरिङ गरेर जनताहरूलाई छिटो छरितो सुविधा र एउटा नेक्स्ट हिसाबले दिनु भनेको चाहिँ डिजिटल ट्रान्सफर्मेसन हो। डिजिटल प्रविधिको प्रयोग गरी सरकारी सेवाहरू पुनर्कल्पना, सरकार कसरी सञ्चालन हुन्छ, परिवर्तन गर्नु भनेको डिजिटल ट्रान्सफर्मेसन हुन्छ। अब अहिले हेर्ने हो भने डिजिटल ट्रान्सफर्मेसन हाम्रो नागरिक एपको एक्जाम्पल हामीले हेर्न सक्छौँ, या तपाईँको एनआइडीको केसमा बायोमेट्रिकको विवरणहरू जुन छ त्यसलाई हामी हेर्न सक्छौँ। द्याट्स अ पार्ट अफ डिजिटल ट्रान्सफर्मेसन होइन। अब म हजुरहरूलाई चाहिँ यो तिनटै फेज जुन छ त्यो चाहिँ मैले आफै पनि भूमि सुधारमा काम गरेको भएर म चाहिँ भूमि सुधारको इक्जाम्पल दिएर हजुरहरूलाई यो बुझाउन चाहेँ होइन। अब हजुरहरूलाई कतिको याद छ, आजभन्दा तपाईँहरू 10 वर्ष 15 वर्ष पहिला जानुभयो भने मालपोतमा ढड्डा मोठहरू हुन्थ्यो। त्यहाँ गएर त्यसकै बेसिसमा तपाईँहरूको कारोबार, एउटा लिखत लिएर जानुहुन्थ्यो, त्यसको बेसिसमा कारोबार हुन्थ्यो। भनेपछि त्यो कम्प्लिटली एनालग सिस्टम थियो होइन। त्यसपछि तपाईँको के भयो, डिएलआइएस भन्ने सिस्टम आयो। डिएलआइएस भन्ने सिस्टम आइसकेपछि के भयो भनेदेखि
तपाईँको त्यो मोड श्रेष्ठमा ढड्डामा भएको डेटालाई डिजिटाइज गरियो र डिजिटाइज गरिसकेपछि त्यसको बेसिसमा चाहिँ जुन ट्रान्जेक्सन्स जुन म्यानुअल प्रोसेस थियो त्यो म्यानुअल प्रोसेसै भएर त्यसको बेसिसमा चाहिँ पूर्जा चाहिँ तपाईँको अनलाइन निस्किन थाल्यो र त्यही अनलाइन निस्केको पूर्जामा हामीले जुन पासपोर्ट साइज फोटो चिप्काउने र औँठा छापले औँठा छाप दिन्थ्यो र त्यसमा जो मालपोत अधिकृत हुनुहुन्थ्यो उहाँहरूले सिग्नेचर गर्नुहुन्थ्यो। भनेपछि त्यो हाम्रो डिजिटलाइजेसनको प्रोसेस भयो। त्यसपछि त्यसमा हामीले के गर्यो, अब हामीले एलआरआइएमएस भन्ने सिस्टम ल्यायो। एलआरआइएमएस भन्ने सिस्टम भनेको चाहिँ इट्स अ पार्ट अफ डिजिटल ट्रान्सफर्मेसन होइन। अब डिजिटल ट्रान्सफर्मेसन कसरी भयो त भन्दाखेरि तपाईँको डिजिटाइज त सबै डेटा भइसकेको थियो। हामीले जुन मालपोतको प्रक्रियाहरू थियो त्यो प्रक्रियाहरू पनि डिएलआई सिस्टमबाट दिइ नै रहेको थियो, तर त्यसलाई अझ हामीले बिजनेस प्रोसेस रिइन्जिनियरिङ गरेर अलिकता इम्प्रोभाइज गर्यो भन्दाखेरि पहिला जुन औँठा छाप लगाउनु पर्थ्यो त्यो औँठा छाप हामीले अब मेसिनले लिन थाल्यो होइन। थम्ब इम्प्रेसनवाला एउटा डिभाइस आउँछ त्यसबाट लिन थाल्यो। सिग्नेचर प्याड हामीले सिग्नेचर प्याडबाट सिग्नेचर लिन थाल्यो पेनमा लिनुभन्दा। तपाईँहरूको हामीले मोबाइल नम्बरहरू राख्यो सो द्याट कसैको ट्रान्जेक्सन्स हुन्छ भनेदेखि उसको अलर्ट त्यो मोबाइल नम्बरमा जाओस् भनेर होइन। त्यसबाहेक तपाईँको ट्याक्सेसन्सलाई हामीले अटोमेट गर्यो। जस्तो तपाईँको कुन जग्गा बेच्दाखेरि कति ट्याक्स लाग्ने हो, सिजिटी कति लाग्ने, भनेपछि जुन प्रोसेस पहिलाकै प्रोसेस थियो त्यसलाई अलिकति ट्रान्सफर्म गरेर गर्यो भनेपछि इट बिकेम अ डिजिटल ट्रान्सफर्मेसन। यति मात्रै नभइकन अझ हामीले फ्युचरमा त यसलाई जिआइएस बेस्ड बनाएर ब्लक चेन्सहरू युज गरेर अझ एकीकृत जग्गा डिजिटल प्रणालीमा पनि हामी जान सक्छौँ। सो द्याट वुड बिकम अ डिजिटल ट्रान्सफर्मेसन। भनेपछि यसरी तपाईँहरूले तिनवटा फेज जुन मैले भने डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल ट्रान्सफर्मेसन, यो तपाईँहरूले यातायातको केसमा पनि हेर्नुभयो भनेदेखि पहिला तपाईँको पेपर बेस्ड लाइसेन्स हुन्थ्यो भनेदेखि पछि त्यसलाई हामीले स्मार्ट कार्डमा कन्भर्ट गर्यो। सो इट्स लाइक बिस्तारै डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल ट्रान्सफर्मेसनमा भयो। त्यस्तै नागरिक एप हेऱ्यो भनेदेखि नागरिक एप र एनआइडी इट्स अ पार्ट अफ डिजिटल ट्रान्सफर्मेसन। पहिला सिटिजनसिप थियो भनेदेखि अहिले हामी एनआइडीमा जुन गयो द्याट्स अ पार्ट अफ डिजिटल ट्रान्सफर्मेसन होइन। अब यही मैले पाँचवटा फेज हजुरहरूलाई यहाँ देखाउन गएको छु। यो पाँचवटा फेजमा भन्दा पहिला एनालग सरकार हुन्थ्यो जुनमा चाहिँ तपाईँको सबै पेपर बेस्ड हुन्थ्यो भनेदेखि त्यसपछि त्यसलाई डिजिटलाइज गर्यो र डिजिटल ट्रान्सफर्मेसनमा अहिले हामी गइरहेछौँ। र फाइनल फेज जुन हामी पाँचौँ फेज भन्छौँ इट्स अ डिजिटल इकोसिस्टम, डिजिटल परिस्थिति भन्छौँ। डिजिटल इकोसिस्टम भनेको इट्स अ कम्बाइन्ड स्टेज भन्नाले जस्तो अहिले तपाईँले हेर्नुभयो भनेदेखि नेपाल सरकार जुन नयाँ मन्त्रीमण्डल बनिएको छ, मन्त्रीमण्डलले 100वटा रिफर्म्सहरू इन्ट्रोड्युस गर्नुभएको छ। त्यसमा उहाँहरूले एउटा पोइन्टमा के राख्नु भएको छ भनेदेखि नागरिकता नम्बर राख्ने बित्तिकै त्योसँग रिलेटेड डिटेल्सहरू चाहिँ तपाईँको पपुलेट होस् भनेर होइन, या फिल होस् भनेर। द्याट इज अ पार्ट अफ डिजिटल इकोसिस्टम। वान टाइम एन्ट्री, तपाईँले कुनै एक ठाउँमा गएर एन्ट्री गरिसक्नु भएको छ भने आफ्नो व्यक्तिगत विवरण, आफ्नो बायोमेट्रिक डिटेल्स भने इट्स सेयर्ड एमङ अल द गभर्मेन्ट सर्भिसेस भनेपछि द्याट इज अ पार्ट अफ, त्यो भएपछि हामी डिजिटल इकोसिस्टममा जान्छौँ। एउटा डिजिटल इन्टरप्राइजेस सर्भिस बसको कन्सेप्ट जुन भन्छौँ, इन्टरप्राइजेस सर्भिस बस इज सेयर्ड एमङ अल द सर्भिसेस सो द्याट तपाईँको इच either it can be connected through API or ESB होइन। जसरी भए पनि whatever data has been entered in one system it's accessed and it's viewed by other system भनेपछि द्याट्स हामी चाहिँ त्यो चाहिँ डिजिटल इकोसिस्टममा गयो भनेर हामीले बुझ्न सक्छौँ होइन। अब अहिलेको स्टेजमा हेर्ने हो भनेदेखि वाट आई फिल इज वी आर इन द फेज अफ भनौँ डिजिटल ट्रान्सफर्मेसन भइरहेछ, तर इकोसिस्टममा त अहिलेसम्म गएको छैनौँ हामी होइन। डिजिटाइजेसन लगभग सबै भइसक्यो। डिजिटाइजेसन भएर हामी डिजिटलाइजेसन पनि धेरै कार्यालयहरूको गरिसकेका छौँ र डिजिटल ट्रान्सफर्मेसनको पार्टमा पनि हामीले धेरैमा गरिसकेका छौँ। सो वी आर इन द फेज अफ थर्ड अर फोर्थ भन्नु पर्ला यसमा होइन, र डिजिटल ट्रान्सफर्मेसनमा चाहिँ जानुपर्छ। र विथ द एडभेन्ट अफ र अहिले जुन गभर्मेन्ट आएको छ युवा जोसका साथ जुन उहाँहरूले 100 रिफर्म्स ल्याउनु भएको छ, वाट आई डिपली फिल इज लाइक डेफिनेटली पिपल अर द जनताहरूले भनौँ न, जनताहरूले छिटो छरितो र एउटा डिजिटाइज्ड सेवाहरू चाहिँ पाउँछन् भन्ने मैले आशा गरेको छु। हस्, धन्यवाद।